पल्ट्यो भने मलाई नभन्नु है बाटो यस्तो छ भिडियो बनाउने चक्करमा कसरी भइयो भने अब त सक्यो गन्तव्य भने यो स्कुल हो नि यहाँ बच्चा पढ्छ नि यहाँ काले हिँड्दै घरको काले जस्तो कहाँबाट लिने अरे हेलो गाइज हामी चाहिँ सूर्यचौरमा म त्यहाँसम्म त पुगेको छु म त्यहाँ तल गाडी आइराख नि त्यहाँसम्म चाहिँ पुगेको छु त्योभन्दा तल त्यो रसोजाम भनेर गएको त्यतिखेर नुवाकोट यस्तो पर्छ के गरी जान्छन् होला है बाटो लास्टमा चाहिँ घुम्दै जान्छ त्यहाँसम्म पुग्दा नै हामीलाई 2 घन्टा लाग्यो यतातिर त पुरा गाउँ रहेछ यो चाहिँ हामी उठेको काठमाडौँको नुवाकोट काठमाडौँ सूर्यचौर काठमाडौँ होइन नुवाकोट नै भन्छ सूर्यचौर भन्छ यसलाई चाहिँ नुवाकोटै होला काठमाडौँको जिल्ला त त्यहाँ पारिबाट उता छुट्टियो कहाँ आउँछ बाघ यहाँ तल दामी रहेछ हजुर भिजेर जाने दुई मान्छे आइहाल्छ नि पनि कहाँ जाने अब पानी पर्यो गाइस हाम्रो स्थिति यस्तो छ अब पानी पर्यो तर त्यही टिकटक बनाइराख्नु है पानी पर्यो कहाँ जाने हो लौ काठमाडौँमा कस्तो घाम लागिरहेछ होइन पारी तर यो नुवाकोटमा सूर्यचौर भन्ने ठाउँमा चाहिँ पानी परिदिएर अरे हेर्नुहोस् गाइस पानी पर्यो अहिले याद आयो पानी पर्यो ल म नि आइसकेँ आइया के छ दाइ पानी परेछ के गर्ने हो बुढा खोज्दै यार दाइ कहाँ जाने अब कहाँ जाने पानी पर्यो अब चिकन रोकिन्न होला है कत्रो पानी आछ अहिले बाटो कसरी छ नि बाटो बेसी चिप्लो हुन्छ त्यहाँ त लौ ला जमाएर माथि झन्ठुल पानी अलिअलि छिटा परिरहेको थियो बाङ्ला आउने बेलामा अनि माथि खोज्यो न म यहीँ बस्ने हो पानी पर्यो गाइस
यति चिसो भयो लास्ट हो 6 महिनामै पिरती जेठ भयो बुपु माया बाटैमा भेट भयो पाउडर क्रिमले अरू कहिले काहीँ हँसाउँछ कहिले काहीँ रुवाउँछ भिडियो नै चल्दैन माया प्रेमले भगवान पानी रोकिदिनुहोस् न यस्तो पानी यस्तो अलिअलि भिज्नुपर्छ अझ भिज्नुपर्छ तपाईँ हराएका मेरा सपना यस्तो पानीदेखि डराएर हुन्छ जिन्दगीमा यार केही प्रगति हुन नसक्यो त्यही हो भिज्नु अगाडि चिसो भइगयो रातो भएको छ नि हात हुनु नि दाइ म कस्तो राम्रो देखिन्छ होला है गाई देख्न सक्नुहुन्छ पानी परेको झाडीबाट निक्लिँदैछ एउटा बच्ची एकदम अचम्म छ फेरि कस्तो हामीलाई त हेलमेट कहाँ छ हेलमेट भिज्यो होला बाहिर राख्नुमा थियो एकदम बेस्ट राम्रो तपाईँलाई कसले बाहिर राख्नुहुन्छ हेलमेट मेरो एउटा भिडियो गरिदेऊ न एक्लो होला म त झरिहाल्छु है त श्रीचौर नगरकोटमा आएको छौँ यस्तो एक दुई ठाउँ चाहिँ लडेर जानुपर्छ त लडाउनु त होला नि त्यहाँ पारितिर हिलो कस्तो थियो अघि देखिया बस के पानी पर्यो सरर छाना बज्यो मनमा उठ्यो आज मेरो आनन्दको लहर हिजोको विपना आज भएछ सपना एकान्छी कति टाढै भनेको हामी त के हुन्छ थाहा छैन अब त्यहाँसम्म चाहिँ नसोचौँ शुद्ध बोल्नु है दाइ गाई देख्न सक्नुहुन्छ है हामी चाहिँ अब एकचोटि हिलामा यसो रोपाइ गरेर जाने भन्ने प्लानिङमा हो अनि गाई देख्न सक्नुहुन्छ हिलो चाहिँ लास्टै उदुमै छ फेरि बाटोमा देख्न सक्नुहुन्छ गाई त्यहाँ चाहिँ पानी परिरहेको छु होइन पानी नपरेको यति रमाइलो टायर चिप्ले देख्न सक्नुहुन्छ गाइज वेलकम टु माई ब्लग पानी परेर स्कुटर एकदम चिप्लो भइरहेको छ गाइज होइन त्यो पारी त्यो ओह्रालो छ नि पल्नुपर्टि त्योभन्दा पल्नुपर्टि त्यो ठाडो बाटो अझै सकिएर हिँड्छ यार हिलो बाटो छ दाइ त्यहाँ त म झर्नुला है यहीँ त झर्ने जस्तो भइसक्यो के झरौँ यहीँ पनि चिप्ल्यो भने नालीमा पर्यो भने त छैन त झर्नै पर्छ यार झर एउटा बाटो कस्तो छ अगाडि गएर भिडियो बनाऊ एया टायर यस्तो नाचिरहेको नि साँच्चै दाइ बिजोग छ देख्न सक्नुहुन्छ गाइज बाटो यस्तो हिलो छ अब होइन कसरी जानु स्कुटर चिप लास्टै टायर चिप्लिने भएको छ स्कुटरको चाहिँ गाइज होइन यस्तो स्कुटरले काठमाडौँ चाहिँ होइन स्वर्गतिर चाहिँ यहाँ बाटो खराब छ नि हामी त जाउँ झर पर्यो
तर यहाँबाट जान्न होला सुन्दा खेल्नुपर्छ होला है म जान्छु नि त पछि हेर्नुहोस् गाइज बाटो यस्तो खतरा छ बिस्तारै जानु है बरु कताबाट जानु त अनि धकेल्नु पर्यो चाहिँ हाम्रो स्थिति यस्तो छ बिजोक रमाइलो भइरहेको छ कस्तो लड्केर राख जानु जानु एक्लै एक्लै जानु गाइस बाटो चाहिँ एकदम डेन्जर छ गाइस हैन म चाहिँ अरू भन्दा नि एकचोटि लड्न चाहिँ मन छ गाइस हैन यहाँ त लड्छ होइन म त कुदाउने हो एकचोटि लड्नु त पर्यो एउटा सम्झना भइजाओस् नसमाधान कहाँ समात्यो मलाई त्यहाँ त्यो लडेको तिमी पो लडाउला त लडे मलाई वेलकम टु सूर्यचौर वाट सूर्यचौर हामीलाई वेलकम गरेर पानीले एकदम सम्मान गरेर हामी चाहिँ सम्मान स्वरूप अहिले फर्किँदैछौँ बाटो हिलोमा हामी सम्मान स्वरूप पाएको बाटो यही हो गाई देख्न सक्नुहुन्छ अनि त्यहाँ हामी पोर्टल काटेको थियो क्या त्यो आर्मी ब्यारेकमा देख्न सक्नुहुन्छ गाई बाटो चाहिँ एकदम खराब भइसकेको छ भर्खर पानी परेको छ नि त यता सूर्यचौर नकोटमा अनि पानी परेपछि हामी चाहिँ एकदम त्यहाँ भिजेर बस्नु पनि भएन फर्किहालौँ भनेर फर्किँदैछौँ गाई त्यस्तो फरक पर्दैन गाइस हामी देख्न सक्नुहुन्छ बाटो स्कुटर अप भइरहेको छ होइन बाटो एकदम ढिलो ढिलो छ जङ्गल एकदम हरियाली छ एकचोटि जङ्गललाई पनि फोकस गरिदिउँ गाइस उता त घाम लागिरहेको नि फेरि न्युडो पाउँछ होला न्युडो टिपेर लानुपर्छ कि हामीलाई है के न्युडो खाने जनावर जस्तो यहाँ अहिले हाँस्दा हाँस्दै आफै त एक बेला भयो भने त्यहाँ पारी थियो नि जुन ओह्रालो बाटो थियो नि अघि त्यो ओह्रालो बाटोमा चाहिँ कसरी जानु भइरहेको मलाई अवश्य त्यो गाइस बाटो एकदम रमाइलो छ गाइस देख्न सक्नुहुन्छ अलि पछाडि सर्न सक्नुहुन्छ तपाईँ चलाउनेलाई पनि त बस्नेलाई खरा जस्तो बनिएको चाहिँ लागिरहेको छ खान्न त्यहाँ मान्छेले कति टिप्छ त तपाईँले आएर बिचमा तारे हो माले हो मेरो सर्ट त्यसलाई जसरी समाज अन्त मरिजाऊ यार हो तारे हो हरियो डाँडा माथि हलो जोत्ने साथी कुनै दामी गीत गाउनु नि म गीत गायो भने त्यहाँ फेरि आकाश रोइहाल्छु फेरि ठुलो पानी पऱ्यो भने यहाँबाट पहिरो जान्छ होला हाम्रो बासै यतै हुन्छ होला त्यसमा माछा होला नि है कहाँनिर छ ठाडो बाटो सम्झिरहेको छु मैले अहिले पनि गाह्रो भयो यार चिसो भएर जुत्ता पखाल्नु पर्ने पानी किन मेरो त जुत्ता फेरि वाटर प्रुफ भन्दा भित्र पानी त्यहाँ पारि राखेको थियो देखेनौ त्यत्रो त्यो उकालो भन्दा पर्नु पऱ्यो हरियो डाँडा माथि हलो जोत्ने साथी स्कुटर बाटो दिक्क लाग्ने स्कुटर हिँड्यौँ हामी उकालोतिर म चाहिँ दौड्ने हो नि त पछाडि पछाडि जानु जानु होइन यो त छैन नि त हिलो छैन नि त हिलोबाट हाल्छ एकचोटि लडाउन कस्तो हुँदो रहेछ तर लड्दैन यस्तोमा त खासै चिप्लो चाहिन्छ नि त कसले खान्छ जता जता हिलो उता उता लिने नै हाम्रो पनि गर्लफ्रेन्ड भए हामी पनि यस्तरी ल्याउँथ्यौँ होला त्यो ल्याबमा ठोक्ने जिन्दगी
तिमी हेर्न सक्नुहुन्छ गाइस त्यहाँबाट बाटो भए म त्यो बाटो झर्दिनु कि बाटो बहुत चिरा परेको पाहाड पुगेर आएको हामी अहिले पुग्नु मलाई यो जिन्दगीले कति मिठो भोइस चोट दियो अब यहाँ चाहिँ चिप्लिन्छ होला स्कुटर जस्तो लाइ ठाडै ओह्रालो छ यताबाट हामी बाइक आउँछ कि भन्ने गर्छ कति रमाइलो मार्बल डाँडा जाने बाटो पनि सेम यस्तै हो नि कति टाढा पर्छ मार्बल डाँडा भन्ने गोदावरीदेखि पारिपट्टि गोदावरीदेखि पारिपट्टि हो त बाटो यस्तै छ सेम हो र यहाँ छोडेर गएको छौँ केटीहरूले बाइक स्कुटर कति लामो बाटोमा खराब त्यहाँ ओह्राल्नुपर्छ कि तलबाई नजा तलबाई त हेर्दै हेर्दैन अब फाइनल्ली गाइस सूर्यचौरको यात्रा पनि सक्यो भनौँ कखनी उता माथितिर गएको बाटो छ नि त्यो बाटो पनि जान्छ काफलको बोट चाहिँ है फेरि छुम्नी नै बस्ने अब फाइनल्ली गाइस हामी अब काठमाडौँ बाटो लागिहाल्यौँ अनि सक्नुहुन्छ पढाइ जस्तो मान्छेहरू गाडी बाइकहरू यतै छोडेर जानुभएको थियो तर हामीले चाहिँ स्कुटर लिएर गएको थियो यहाँ रोक्न नजिक बसौँ न एकछिन अगाडिबाट सिटी पुगिरहेको हेर्न सक्नुहुन्छ गाइस यतातिर हामीलाई होइन कि सिटी पुग्यो कस्तो होला जसलाई पनि पुग्न त पुग्यो नि भएन यस्तै आदमी अब यो ओह्रालोमा कुदाउन मिल्दैन के गर्नु ब्रेक लागेन भने कहाँ जाने स्कुटरै थाहा हुन्न बाटोमा तानेन अरे स्कुटरले ताने तानिहाल्छ नि हेर्दा नि पुरानोले तर यस्तो उकालोमा हामी अगाडि कसरी गयौँ है कसरी गयो हाम्रो तिमी पछाडि बसेको थियौ मैले अगाडि चलाएँ कहाँ छ रोपाइ ए खेतहरू पनि रहेछ नि चटपटे खाने हो र नखाने यार चटपटे त के म त चटपटे त हेर्न नि मन लाग्दैन हेर्नु न खेत रोपाइको तयारी महाकाल देवी मन्दिर यहाँ रहेछ
है भगवान्कै तल हुन्छ नि त माथि त हुन्छ सबैले पिन्चिने ठाउँमा थोरै हुन्छ फेरि कस्तो ओह्रालो छ त्यो बाटो यहाँनिर साह्रै ओह्रालो छ यहाँनिर यता छ समस्या कतै उकालै उकालो यता पानी परेर छ फेरि मकै कस्तो दाम भएको यो बाटो कतिचोटि यो सायद त्यो बाटो 3 चोटि कि कतिचोटि 3 चोटि हो कि एकचोटि उडामा दाइ जोड चाहिँ कता पर्छ त नि त्यही जोड त्यहाँ पारिपट्टि थियो त त्यहाँ बाइक स्कुटर रोकेको थियो नि त्यहाँ तल अघि त्यहीँनिर यहाँ तल छ मन्दिर बनाएको थियो नि त्यहाँ अघि त्यहाँ तल हो क्या अहिले चाहिँ पानी हुँदैन पानी नआउने जोड दिइरहेको गुरा से फूले नहीं मांग बिचरा हुँदैन